सो गाइज वेलकम टु माई न्यू ब्लग होइन। मेरो चाहिँ त्यो दुईवटा भिडियोमा राम्रोसँग साउन्ड नै आएको थिएन नि त। पहिला चाहिँ मैले यो अर्को यो माइक युज गरेको थिएँ, यसबाट चाहिँ खासै राम्रो साउन्ड पनि आउँदो रहेछ क्या। अनि त्यही भएर मैले चाहिँ यो युज गर्न लागेको छु। अब हेर्नु, म तपाईँहरूलाई यसको फिट गरेर टक्क अनबक्सिङ गरेर देखाउँछु है। सो हेर्नु सक्नुहुन्छ, यो चाहिँ राम्रो खालको माइक हो। टक्क यसमा चाहिँ यस्तो यस्तो हुने छ। यो पनि यस्तो पनि दुईवटा हुन्छ, यो माइक रेकर्डर एउटामा चार्ज सकिन्छ, अर्को युज गर्न सकिन्छ। यो चाहिँ एकदम राम्रो खालको नै हो। हामीले यो चाहिँ यता टाँच्नुपर्ने हुन्छ टक्क। खै त हुँदैन कि हो। ठ्याक्क यो चाहिँ यहाँ लेख्ने, अनि यसको तल जोड्नलाई, मोबाइलमा जोड्नलाई अर्को यस्तो हुन्छ। यसलाई चाहिँ टक्क अन गर्नुपर्छ। टक्क अन गरेपछि यहाँ बत्ती बल्छ पिलिक पिलिक। यो त ओडिँदैन त। यस्तो टक्क यस्तो गरेर छिरासी खै त हुन्न क्या, टाँच्नै आएन यार। यसरी राम्रो अडिन्छ होला। टक्कै गर्ने, अनि यसको चाहिँ अन गर्ने यता साइडमा छ, यता पनि यसको बत्ती बल्छ। र यो चाहिँ मोबाइलको टक्क यो चार्ज गर्ने ठाउँमा जोड्नु पर्ने रहेछ। टक्क जोडियो। अब साउन्ड है त केही फरक पाउनुहुन्छ तपाईँले। हेलो हेलो गाइज, कस्तो आइरहेको छ साउन्ड? राम्रै आएर होला। यो चाहिँ मेरो ब्लगमा पनि यहाँ हेर्दैछु, कम्प्युटरमा आफ्नै ब्लग। खासै हेर्ने मान्छे त त्यस्तो छैन, मेरो भ्युज पनि खासै राम्रो आउन्न, हेर्न सक्नुहुन्छ। सो सबैले मलाई साथ सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है। हस् त, धन्यवाद।